स्वागत छ। आज हामी एउटा निकै गहन विषयमा कुरा गर्दैछौँ, आत्मबोध र मोक्ष मार्ग। यो सामग्रीले चाहिँ मानव जीवनको अन्तिम लक्ष्य के हो, कसरी प्राप्त गर्ने भन्ने कुरा खोज्दछ। हो, एकदमै। यो विचार नै मतलब जीवनको लक्ष्य यो भौतिक संसारभन्दा पर छ भन्ने कुरा नै चाखलाग्दो छ। ल, यसलाई अलि गहिराइमा हेरौँ न त। निश्चय नै। यो सामग्रीले आत्मबोधलाई एकदमै सरल तर गहिरो तरिकाले परिभाषित गर्छ। खासमा आफू यो देखिने शरीर मात्र होइन, म त शुद्ध आत्मा हुँ, चेतना हुँ भनेर भित्रैदेखि अनुभव गर्नु नै आत्मबोध हो। अनुभव नै गर्नु, सोच्नु मात्र होइन। होइन, सोच्नुभन्दा माथि। यो त प्रत्यक्ष अनुभूति हो। भनेपछि यो स्रोतमा भने जस्तो अहम ब्रह्मास्मि, म नै ब्रह्म हुँ भन्ने खालको साक्षात्कार हो। त्यही नै हो। यसको मतलब मेरो असली पहिचान, मेरो नाम, रूप यो शरीरभन्दा पनि पर छ। म त्यो ठूलो अनन्त चेतना जसलाई यहाँ ब्रह्म भनिएको छ, म त्यही हुँ वा त्यसकै अंश हुँ भनेर चिन्नु। बिल्कुल, यसलाई यसरी पनि बुझ्न सकिन्छ। खै, हामी आफूलाई कहिलेकाहीँ समुद्रको एउटा लहर जस्तो मात्र ठान्छौँ नि, होइन? मतलब यो शरीर, यो अहङ्कार। तर आत्मबोध भनेको त आफू त्यो लहर मात्र होइन, म त पुरै समुद्र नै हुँ, त्यो ब्रह्म, त्यो परम चेतना भनेर चिन्नु जस्तै हो। भ्रमबाट जागेर आफ्नो वास्तविक स्वरूपमा स्थित हुनु। त्यसो भए आत्मबोधले आफ्नो खास रूप चिनायो। अब यसले मोक्षतर्फ कसरी लैजान्छ त? स्रोतले मोक्षलाई पुनर्जन्मको चक्रबाट मुक्ति भनेको छ। के यो कर्मको बन्धनबाट छुट्नु हो? हो, त्यही हो। जब आत्मबोध हुन्छ तब मैले गरे, मैले भोगे भन्ने जुन कर्तापनको भाव छ नि, त्यो बिस्तारै हट्दै जान्छ। कर्मको बन्धन भनेकै हाम्रा कामहरू र त्यसमा भएको आसक्तिले गर्दा बढ्ने यो जन्म मृत्युको कहिल्यै नटुङ्गिने श्रृङ्खला हो। मोक्षले यही चक्रलाई तोड्छ। तर यहाँ एउटा चाखलाग्दो कुरा पनि छ है। स्रोत अनुसार यो दुःखबाट मुक्ति मात्रै होइन रे। होइन, यो होइन, धेरै हो। यो त परम शान्ति, अनन्त आनन्द र त्यो परम तत्व मतलब ब्रह्मसँग पूर्ण रूपमा एक हुनु हो। त्यो एकताको अवस्था हो। बुझियो। अब यो अवस्थासम्म पुग्न त बाटो पनि चाहियो। स्रोतमा विभिन्न मार्गहरूको कुरा छ। ज्ञान मार्ग, भक्ति मार्ग, कर्म मार्ग अनि राजयोग पनि हो। ज्ञान मार्ग भनेको चाहिँ अलि बढी बुद्धि र विवेक प्रयोग गर्ने बाटो भयो, होइन र? उपनिषद, वेदान्त पढेर, चिन्तन गरेर सत्य खोज्ने। ठीक भन्नुभयो। ज्ञान मार्गमा चाहिँ अध्ययन, मनन, निधिध्यासनबाट अज्ञान हटाएर आत्मस्वरूप जान्ने प्रयास हुन्छ। यो अनि विश्लेषणात्मक, तार्किक मन भएकाहरूलाई सुहाउँछ कि? अनि भक्ति मार्ग? भक्ति मार्गमा चाहिँ तर्कभन्दा भाव, प्रेम, समर्पण मुख्य हुन्छ। ईश्वरप्रति एकदम निस्वार्थ प्रेम, पूर्ण शरणागति, जस्तो कि नाम जप गर्ने, कीर्तन गर्ने यस्ता अभ्यासहरू पर्छन्। कर्म मार्ग चाहिँ अलि फरक होइन, व्यावहारिक जस्तो। मतलब फलको आशै नगरी, अहङ्कार नराखी आफ्नो काम, आफ्नो कर्तव्य गरिरहने, गीतामा भने जस्तो। हो, निष्काम कर्मयोग। अनि राजयोगमा चाहिँ ध्यान र एकाग्रतामा जोड दिइन्छ। इन्द्रियहरूलाई नियन्त्रण गर्ने, मनलाई शान्त पारेर एकदम एकाग्र बनाउने अनि समाधि अवस्थासम्म पुग्ने लक्ष्य हुन्छ। भनेपछि त धेरै बाटो रहेछन्। हो, यसलाई समग्रमा हेर्दा यो सामग्रीले के देखाउँछ भने लक्ष्य एउटै भए पनि मोक्षसम्म पुग्ने बाटा चाहिँ अनेक छन्। व्यक्तिको आफ्नो स्वभाव, उसको झुकाव कता छ, त्यही अनुसार उसले बाटो रोज्न सक्छ। कसैलाई ज्ञान मन पर्ला, कसैलाई भक्ति, कसैलाई कर्म, कसैलाई ध्यान। मुख्य कुरा चाहिँ बाटो रोज्नु पर्यो र त्यसमा हिँड्नु पर्यो। स्रोतले अर्को एउटा रोचक कुरा पनि भनेको छ। मृत्युको समयमा देखिने मोक्ष चिन्हहरू, जस्तो कि एकदमै शान्त मनस्थिति हुनु, सबैसँग प्रेम र क्षमाको भाव देखिनु। हो, अनि अन्तिम श्वास लिँदा पनि पूर्ण सचेत भएर त्यो ब्रह्म चेतनामा लीन हुनु। यो त निकै गहिरो कुरा भयो। यहाँ चाखलाग्दो पक्ष के हो भने नि, यी बाहिर देखिने लक्षण मात्र होइनन् के, खासमा यी त जीवनभर गरेको साधना, त्यो वैराग्य, त्यो भित्री आध्यात्मिक यात्राको एउटा नतिजा हुन्। उपलब्धिको संकेत हो। यसले के पनि देखाउँछ भने यदि जीवन सही मार्गमा, सही दिशामा गयो भने मृत्यु भनेको डरलाग्दो अन्त्य होइन, यो त एउटा शान्तिपूर्ण, स्वाभाविक रूपान्तरण मात्रै हो।
त्यसो भए यो सबै कुराको सार के निस्क्यो त? छोटोमा भन्दा आत्मबोध भनेको आफ्नो भ्रमपूर्ण परिचयलाई छोडेर आफ्नो वास्तविक आत्मिक स्वरूप, त्यो आत्मा वा चेतनालाई चिन्नु रहेछ। अनि मोक्ष भनेको चाहिँ त्यही स्वरूपमा स्थिर भएर यो जन्म मृत्युको चक्रबाट सधैँका लागि मुक्त हुनु रहेछ। बिल्कुल। र यसका लागि ज्ञान, भक्ति, कर्म वा ध्यान यस्ता विभिन्न मार्गहरूमध्ये कुनै पनि अपनाउन सकिने रहेछ। यसले त जीवनलाई हेर्ने, जीवनको उद्देश्य बुझ्ने तरिका नै बेग्लै बनाइदिने भयो। हो नि, यो सामग्रीले आत्मबोध र मोक्षको प्रक्रिया अवस्थाबारे राम्रैसँग बताउँछ, तर यसले एउटा प्रश्न पनि मनमा छोडेर जान्छ। खै, कस्तो प्रश्न? के मोक्ष भनेको केवल यो दुःख र जन्म मरणको चक्रबाट छुटकारा पाउनु मात्रै हो, कि यो आफैमा एउटा अनन्त, गतिशील, अझ सृजनात्मक अवस्था पो हो कि? त्यो परम शान्ति, त्यो ब्रह्मसँगको एकत्वको वास्तविक अनुभूति, त्यो कस्तो होला? यो साँच्चै सोच्न लायक कुरा हो।